वैशाख 12 शनिबार 72 साल त्यो शनिबारको दिन परेको थियो त्यो टाइममा। त्यो बेला फेरि हामी मेरो वाइफ साली बहिनी सासुआमा भइहाल्यो। वाइफ फेरि मेरो चाहिँ त्यो टाइममा प्रेग्नेन्ट हुनुहुन्थ्यो, 9 महिना रनिङै हुनुहुन्थ्यो। अनि मन्दिर दर्शन गरेर फर्केपछि त्यहाँ धरहरा जमुना चढ्यो। चढ्दै गर्दाखेरि अब शनिबारको दिन एकदम घुरमैलो पनि थियो, त्यही पनि चढौँ भन्ने हिसाबले गइयो। अनि तर अब म्याडमलाई चाहिँ तलै राख्यो, किनभने अब 9 महिनाको प्रेग्नेन्ट हुन्थ्यो नि त, अब हिँड्न सक्ने कुरा पनि भएन। त्यो तलै बस्नुभयो अनि हामी 3 जना चाहिँ माथि चढ्यौँ। अनि एकदम त्यो शनिबारको दिनमा धेरै घुइँचो पनि हुने भयो मान्छे। अनि ठ्याक्क हामी लगभग 9 तलाको जुन माथि गएर हेर्ने जुन तारदली छ, त्यो तारदलीमा गएर ठ्याक्क समाएको मात्रै थियो। लगभग 3-4 चोटि मात्रै मजाले फेरि हल्ला थियो होला। लगभग भूकम्प त्यो बेला ढलि नै हाल्यो। हामी एउटै साइडमा थियौँ, मेरो सासु मही पनि मेरो साली बहिनी पनि एउटै साइडमा हो। अनि ठ्याक्क समाउँदा माथि अब त्यो गर्लेमै गइहाल्यो। त्यसपछि त मान्छे कालियो, अब मुटु चिसो भएको है। अनि झऱ्यो उहीँ, झरेर पनि अब त्यो बेला पुरै मेरो चेपेकै थियो क्या। अब त्यो बेला भनौँ न एउटा टाउकोलाई चाहिँ कुनै एउटा ढुङ्गाले अथवा उयोले लाग्यो भने गइहाल्थ्यो होइन। 2टा फ्यामिली त गुमायो होइन, फ्यामिली मेम्बर त्यो है। अब यसलाई चाहिँ दुःखद घटना हो कि एकदम। यो सुन्न भनौँ भने के भन्ने, सम्झिन पनि मन नलाग्ने, बिर्सन पनि नसक्ने घटना। गाह्रो। कतिको मान्छे त धरहराबाट ढल्दा पनि कतिको त डेथ नै भइहाल्यो। डेथ त भएको त डेथ नै भयो। घाइते भएको बिरामीहरूको पनि अब म सँगसँगै त्यो बेडमा हुँदा नि कतिको खुट्टा काटेको, कतिको हात काटेको छ कि। उहाँहरूको त जे भयो नि अब त्यो एउटा अपङ्गता जस्तो भएको हो नि त होइन। अब म पनि अब मानसिक हिसाबले अलिकति मेन्टली सोच्दाखेरि त यो म पनि एक खालको चाहिँ अब त्यो भिक्टिम टाइपको भयो होइन, सोच्दाखेरि त्योसँग। तै पनि अब उहाँहरूको हेरेअनुसार त अब म आफू यसरी बाँच्न पाउनु हो राम्रो कुरा। अहिले त अब त्यो धरहरा भन्दा पनि बाले सरकारले नै अब त्यो सेतो टावर भन्नुभएको छ। उहाँले भन्नुभन्दा चाहिँ मैले भने हो कि त्यो सेतो टावर, किन हिजोको ऐतिहासिक चाहिँ धरहरा हो कि, त्यो चाहिँ धरहरा हो क्या। किनभने त्यो नामाकरण हुँदा त अब त्यो जोगाएर राखेको संरचना छ होइन। त्यो हिजोको धरहरा भन्नु र आजको त एउटा टावर जस्तो मात्रै फिल हुन्छ। संरचनागतको हिसाबले गर्दाखेरि घरहरू बनाउँदा अथवा संरचना बनाउँदाखेरि अथवा पुरानो संरचनाको कुराहरूमा होइन, त्यो मापदण्ड अनुसार बनाइदिनु पर्यो। र यो विपद भन्ने कुरा नेचर डिजास्टर ठ्याक्कै भनेर दिन गनेर आउने चिज होइन। उति फेरि हुने भएको कारणले गर्दाखेरि हामी चाहिँ हुनसक्छ है, हुँदो रहेछ नि, भएको छ नि त यो घटना। त्यही भएर यो चिजलाई पनि हामी तयारी हुनुपर्छ है भन्ने कुरा चाहिँ सरकार पनि हुनुपर्छ, प्लस जनताहरू देशवासीहरू पनि आफ्नो तर्फबाट यस्तो हुनसक्छ है भनेर आफ्नो तर्फ उहाँहरू पनि सजग हुनुपर्छ भन्ने जस्तो लाग्छ।